여러분들 안녕하세요. म राजन गिरी राजन सर कोरियन भाषा सेन्टर सन्देहर गाँचीदेखि आज हामी लेसन 31 को छङ्बो चाहिँ लिएर आएको छु। छङ्बोलाई चाहिँ मोटामोटी के लेखेको छ, के भन्न खोजेको छ त्यो कुराहरू चाहिँ हेरौँ है। अब यसमा हाम्रो छिकचाङ भनेको चाहिँ के हो? कार्यस्थल हैन। ने भनेको भित्र छिकचाङ ने अन यजल। अन भनेको चाहिँ हाम्रो के भनेर भन्ने भाषा सभ्यता हैन। अन भनेको चाहिँ हाम्रो बोल्ने शैली, ठुलालाई तपाईँ भन्ने, सानालाई तिमी भन्ने, त भन्ने, ठुलालाई के भन्ने, ठुलालाई त भन्ने कि नभन्ने, यस्तै यस्तै कुराहरू। त्यो भनेको चाहिँ अन भनेको चाहिँ के हो? भाषा अथवा सभ्यता अनि मर्यादा भनेर भन्ने हैन। अब यसमा हामी यो कुराहरू के लेखेको छ यसलाई सबैजना हेर्नु होला। यसमा चाहिँ हाङ्गुके छिकचाङ एसानन कोरियाको कार्यस्थलमा चाहिँ साङदे भनेको चाहिँ साङदेबाङ भनेको चाहिँ विपक्षी अरू मान्छेहरू। अब हाङ्गुके छिकचाङ छिकचाङ भनेको कार्यस्थल हो है। अब साङदे भनेको चाहिँ कार्यस्थलमा काम गर्ने आफू बाहेक अरू को छन् भन्ने कुरा, तिनीहरूको। छिगुई भनेको चाहिँ पोस्ट, पदहरू, जिम्मेवारीहरू हुन्छ नि, पोस्ट अथवा छेक भनेको जिम्मेवारी। ए तारा अनुसार कुनै पनि नाउनसँग ए तारा भनेको चाहिँ अनुसार भन्ने अर्थ हुन्छ। अनि हछिङल खुबेर आयो। हछिङ भनेको चाहिँ सम्बन्ध अथवा सम्बोधन अथवा साइनो, तिनीहरूलाई सर भन्ने, दाई भन्ने, दिदी भन्ने, के भन्ने कुरा, त्यो सम्बन्धलाई हछिङ भनेर भन्ने। हछिङल खुबेर आयो। खुबेल हादा भनेको चाहिँ छुट्याउनु, साइनोलाई चाहिँ अलग गराएर अथवा छुट्याएर। अनि सायुङ हाम्निदा प्रयोग गर्नु पर्दछ अथवा प्रयोग गर्छन्। अनि विथ सारा मेगेनुन, विथ भनेको चाहिँ हाम्रो उही भनेको के हो? माथि हो। अब त्यसैबाट हाम्रो विथ सारा मेगेनुन भनेको चाहिँ माथिको मान्छे भनेको ठुलो मान्छे हैन। अनि आरे भनेको के हो? आरे भनेको तल। आरेत साराम भन्यो भने तल्लो मान्छे भनेको तल्लो दर्जाको मान्छे भनेको चाहिँ के रहेछ? विथ साराम एगेनुन, विथ साराम एगे, कुनै पनि नाउनसँग एगे के हान्थे भनेको चाहिँ के हो? लाई भनेको ठुलो मान्छेलाई चाहिँ। अनि फुजाङनिम, ख्वाजाङनिम, थिम्जाङनिम अनि फान्जाङनिम जस्तो अथवा जसरी। छिगुई भनेको पोस्ट अथवा छिकछेक जिम्मेवारीको पछाडि चाहिँ के लगाउनु रहेछ? निम भनेर लगाउनु रहेछ। जस्तो हाम्रो यहाँ म्यानेजरहरू भन्दै गर्दा फुजाङनिम भने पनि, अनि यो हाम्रो ख्वाजाङनिम भने पनि हैन, थिम्जाङनिम भने पनि, फान्जाङनिम भने पनि यसको पछाडि चाहिँ हाम्रो के लगाउनु रहेछ? निमुल फु छ। त्यसलाई चाहिँ निमलाई टाँसेर अथवा जोडेर फुरुनुन भनेको चाहिँ बोलाउने, फुरुदाबाट आयो है। बोलाउने गसी छसुम्निदा, बोलाउने कुरा चाहिँ राम्रो हुन्छ। अब फान्जाङनिम भन्दै गर्दा हैन, अब यसलाई जस्तो हाम्रो खङजाङजाङ भनिन्छ, खङजाङजाङ भनेर भन्न चाहिँ मिलेन। म्यानेजर भनेर त्यसरी बोलाउन चाहिँ मिलेन हैन। त्यसको पछाडि चाहिँ के हुँदो रहेछ? निम भनेर जोडेर चाहिँ सम्बोधन गर्ने रहेछन्, बोलाउने रहेछन्। ख्वाजाङनिमी इत्तामेन, ख्वाजाङनिम भनेर चाहिँ के हुन्छ? खुबुनुल उये कहाँ हो? छसिम्निदा भइहाल्यो। अनि मानिल यर म्याङ ए, मानिल भनेको चाहिँ यदि, मानिल भनेको यदि। यसलाई हामी मान याक भनेर पनि लेख्नु त। मान याक भनेको पनि यदि है। यदि यर म्याङे, यदि विभिन्न मानिसको, ख्वाजाङ नेमी, यदि विभिन्न मानिसहरूको त्यो पोस्ट चाहिँ के छ? इत्तामेन, सबै मानिसहरू म्यानेजर भयो भने खुबुन भनेको चाहिँ ती मानिसहरूलाई, ती व्यक्तिहरूलाई अथवा उलरुल उयोको लागि चाहिँ के गर्ने रहेछ? ख्वाजाङनिम आफे, ख्वाजाङनिमको अगाडि चाहिँ इरुम अथवा सङ्गुल, नाम अथवा थरलाई जोडेर। जस्तो खिम्जिन्सु ख्वाजाङनिम, म्यानेजरहरू धेरै भए होइन। अब म्यानेजर भन्ने भने अब सबै म्यानेजरले कसले हेर्ने होइन। त्यो कारणले गर्दाखेरि चाहिँ के हुने रहेछ? त्यो नाम अथवा थरलाई जोडेर अनि म्यानेजर भनेर चाहिँ बोलाउने रहेछन्। ख्वाजाङनिम भनिहाल्यो। अनि होगुन भनेको चाहिँ अथवा, भनेर भनिन्छ।
अथवा तथापि भने भन्न सकियो है। अनि खिम ख्वाजाङ निम छरम जसरी फुरुमेन थम्निदा बोलायो भने हुन्छ। बुझ्नुभयो? ल अब यसै गरी अर्को छ फेरि, यसलाई थोरै जुम आउट गरेँ म, यसलाई हेर्नु त। ल अनि फिसुतान छिकुपे थोङ्न्यौना हुबेरोल फुरुल तेनोन। फिसुतान भनेको चाहिँ के हो? उस्तै हुनु भनेको फिसुथादाबाट आयो होइन। फिसुतान छिकुप उस्तै छिकुप भनेको चाहिँ उस्तै जिम्मेवारी भनेको चाहिँ के छ भन्दा कर्मचारीहरू जस्तो हाम्रो कम्पनीमा अथवा छिकचाङमा चाहिँ के हुन्छ, काम गर्ने कामदारहरू अथवा कर्मचारीहरू एउटै दर्जाको छ होइन। फिसुतान छिकुप उस्तै जिम्मेवारीहरू भएको साथी अथवा हुबे भनेको चाहिँ जुनियर। अब यसैमा सनबे भनेर लेख्ने भने यो भनेको चाहिँ सिनियर। सनबे भनेको चाहिँ के रहेछ? सिनियर। सनबेरोल फुरुल तेनोन तिनी हुबेरोल फुरुल तेनोन सहकर्मी अथवा हुबेलाई बोलाउने बेलामा फुरुल्ते भनेको फुरुदाबाट आयो, लते उल्ते घर भन्ने बेलामा चाहिँ इरुम थुए नामको पछाडि के लगाउने? सी लगाउने। जस्तो राजान सी होइन, थुवान सी भनेर जी भन्ने जस्तो तरिकाले चाहिँ के गर्ने? फुछे टाँसेर। अनि खिमजिन्सु सी होइन, युजिन सी छरम जसरी फुरुम्नेदा बोलाइन्छ। अनि छिन्सु सी ना युजिन सी छरम, छिन्सु सी र युजिन सी जसरी सङ्गुल पेदा भन्ने चाहिँ के हो? त्यसलाई थरलाई चाहिँ निकाल्ने। अनि इरुममान फुरुगिदो हानुन्दे नाम मात्रै बोलायो भने हुन्छ। इनुन यो चाहिँ साङदेबाङे थियान विपक्षीको लागि, अरू मान्छेहरूको लागि के हुन्छ? अनि छिङ्गुन हाम फेहान एम्नेदा छिङ्गु हाम भनेको चाहिँ के भन्ने? छिङ्गु भनेको साथी हो। अनि यसमा छिन्गुन हाम भनेर आयो भने यो साथीत्वको भावना होइन के हुन्छ? अभिव्यक्ति हुन्छ। अलिकति हामीले साथी टाइपमा चाहिँ बोलाइन्छ भन्ने कुरा हो। इते यो बेलामा चाहिँ मानिल इते यो बेलामा अनि के भनेको छ? मानिल भनेको चाहिँ मानेक अथवा मानिल भनेको यदि साङदेबाङ छासिन पदा साङदेबाङ विपक्षी चाहिँ आफूभन्दा नाइगा मान खना ख्याङ्गो अथवा नाइगा मानुन ख्याङ्गो उमेर धेरै भएको अवस्थामा चाहिँ के रहने रहेछ? इरुम थेसिन। कुनै पनि नामसँग थेसिन भनेको चाहिँ सट्टामा है, नामको सट्टामा चाहिँ के भन्ने? अनि सनबे निम भनेको चाहिँ के भन्ने? सनबे अथवा सनबे निम भनेको चाहिँ सिनियर जिउ। सनबे भनेको चाहिँ के हो? सिनियर हो। निम भनेको जिउ अथवा ह्याङ भनेको दाजु, नुना भनेको चाहिँ दिदी, वा गुवा खातुन जस्ता खाजो खोसिङ दुङ्गुरो फुरुगिदो हाम्निदा पारिवारिक साइनोबाट पनि हामी बोलाउने पनि गरिन्छ भनेर भन्छ। कार्यस्थलमा के हुने रहेछ? साथीहरू होइन अथवा आफू सरहको साथी अथवा कार्यस्थलमा सँगै काम गर्ने साथीहरू यदि उमेरले धेरै छ भने चाहिँ त्यसलाई के पनि भन्ने रहेछ? सनबेनिम पनि भन्ने रहेछ। अथवा दाई दिदी भनेर पनि काम गर्ने रहेछन्। अथवा आफू सरहको साथी जस्तो त्यस्तो भयो भने चाहिँ तिनीहरूको नामको पछाडि सी भनेर चाहिँ बोल्ने रहेछ, बोलाउने रहेछ। बुझ्नुभयो? ल अब त्यसै गरी हामी अर्को उसमा गयो, अर्को प्याराग्राफ हेर्नु। अनि छिकचाङ एसानुन, छिकचाङ भनेको काम गर्ने स्थल, कार्यस्थलमा चाहिँ ओल बारुन के भनेको छ? अब ओल बारुन नभनेर ओल पारुन जस्तो चाहिँ भन्ने, लले बलाई प बनाइदिन्छ। ओल पारुन भनेको चाहिँ उपयुक्त अथवा मिल्दोजुल्दो कसरी भन्न सकिन्छ है? कार्यस्थलमा चाहिँ मिल्दोजुल्दो होछिङ साइनो अथवा साइनो सँगै चाहिँ के छ? छन्देत माल भनेको चाहिँ के हो? नफेमाल छन्देत माल भनेको चाहिँ आदरार्थी भाषा सायङ हानुन गसी छसुङ्निदा परे गर्ने कुरा राम्रो हुन्छ। उतसाराम इना नाइगा मानुन, उतसाराम भनेको चाहिँ के हो? ठुलो मान्छे अथवा उमेर धेरै भएको मानिसहरूलाई चाहिँ है, यो एगे भनेकोलाई चाहिँ। अनि मुल्लन इगो भनेको चाहिँ हामी कसरी भन्ने हो भन्दा यो अवश्य पनि यो निसङ्कोच भनिन्छ नि
हैन अवश्य पनि अफकोर्स टाइपमा के अफकोर्स भनेको चाहिँ तिनीहरूलाई पनि पक्कै पनि टाइपको अनि थङ्न्यौ न हुबे एगेदो थङ्न्यौ सहकर्मी अथवा हुबे हुबे भनेको जुनियरलाई पनि छन्देत मारोल साइङ हानुन गसी अनि फाराजिक हाम्निदा के भनेको छ हुबेलाई पनि के छ छन्देत माल प्रयोग गर्ने कुरा चाहिँ के हुन्छ फारामजिक हाम्निदा फारामजिक हादा भनेको चाहिँ के हो आवश्यकता हुन्छ अथवा महत्त्वपूर्ण हुन्छ इम्पोर्टेन्ट हुन्छ तोहान त्यसै गरी अन्जेना जहिलेसुकै अन्जेना जहिलेसुकै अन्जे दुन्जी जहिलेसुकै होइन अन्जेना जहिलेसुकै अधिदुन्जी जहाँसुकै यसरी आउँछ अनि अर्को हाम्रो त्यसै गरी अन्जेना जहिलेसुकै अनि छङजुङ हादा भनेको चाहिँ के हो सम्मान गर्ने अभिव्यक्तिलाई सायङ हागो प्रयोग गर्ने अनि खामसाम्निदा छैसङ हाम्निदा थ्याङ्क यू भन्ने होइन माफ गर्नु होला भन्ने फुताक थोरुम्निदा अनुरोध छ दुङ्गे आदि इत्यादिको अभिव्यक्तिलाई आदि इत्यादि अभिव्यक्तिलाई पनि के छ छाजु सायङ हाय धेरै अथवा प्राय प्रयोग गरेर छासिने मामूल आफ्नो मनलाई चाहिँ के छ फेउन हानुन गसी छुङ्यो हाम्निदा आफ्नो मनलाई चाहिँ के छ एक्सप्रेस गर्ने कुरा व्यक्त गर्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ भनेर चाहिँ यसमा भनेको छ।